आजको यस भिडियोमा हामी पत्ता लगाउनेवाला छौँ कि व्हाट एक्ज्याक्टली कज द डाउनफल अफ नेपाल टेलिभिजन। कसरी एउटा टेलिभिजन जसले सबैको मेरो बुवाको र मेरो दाइको अथवा भनौँ मेरो फ्यामिलीमा प्राय जसो सदस्यहरूको युथको एउटा महत्त्वपूर्ण पार्ट बनेको नेपाल टेलिभिजन कसरी आज एउटा व्युअरशिपको डाउनफल फेस गरिरहेछ। हुन त नेपाल टेलिभिजनको इन्ट्रेस्ट पहिले जस्तो त्यो अहिले पनि त्यस्तै नै छ, तर व्युअरशिपको हिसाबमा हेर्ने हो भने नेपाल टेलिभिजन इज नट लाइक बिफोर। नेपाल टेलिभिजनमा आउने प्रायः जस्तो प्रोग्रामहरू बन्द भएको छ। जुन प्रोग्राम एक टाइममा नेपाल टेलिभिजनले टपमा पुर्याएको थियो, आज त्यो नेपाल टेलिभिजनमै आउँदैन र प्रायः जस्तो त बन्दै भइसक्यो। र नेपाल टेलिभिजनको जुन इन्फ्लुएन्स, जुन भ्युअरशिप हिसाब थियो, जुन अरा थियो पहिलेको नेपाल टेलिभिजनको, त्यो अहिले छैन। सो लेट्स स्टार्ट दिस भिडियो टाइटल्ड व्हाट एक्ज्याक्टली कज द डाउनफल अफ नेपाल टेलिभिजन। 1985 एडीमा स्थापित भएको अथवा नेपालीमा भन्नु पर्दाखेरि 2041 सालमा स्थापित भएको नेपाल टेलिभिजन सुरुमा त एउटा प्रोजेक्टको रूपमा स्टार्ट भएको थियो 6औं विकास योजनाको अन्तर्गत, तर पछि त्यसलाई नेपाल टेलिभिजन जुन प्रोजेक्टको रूपमा थियो त्यसलाई संस्थानको रूपमा चेन्ज भयो। स्टार्टिङमा नेपाल टेलिभिजनको अडियन्स नेपालमा सानो थियो, बिकज टेलिभिजन रेयरली नै कसैको घरमा हुन्थ्यो। टेलिभिजन हुन त टेलिभिजन नेपालमा पहिले थिए, तर टेलिभिजनमा च्यानलहरू थिए। सो यसै चिजलाई ट्याकल गर्नको लागि 6औं विकास योजनाको अन्तर्गत नेपाल टेलिभिजनको परियोजना अगाडि ल्याइएको थियो। सुरुमा यसलाई प्रोजेक्टको रूपमा अथवा भनौँ परियोजनाको रूपमा ल्याए तापनि पछि यसलाई नेपाल टेलिभिजनलाई संस्थान र एउटा गभर्मेन्ट फन्डेड संस्थान अथवा सरकारी संस्थानको रूपमा परिवर्तन गरियो। नेपाल टेलिभिजन सुरुमा समाचारहरू र प्रायः जसो इन्फर्मेटिभ टाइपको कन्टेन्टहरू बनाउँथ्यो, बट देयरफोर नेपाल टेलिभिजनले 1986 को वर्ल्ड कप पनि देखायो। वर्ल्ड कप देखाए पछाडि स्पोर्ट्स अडियन्स नेपाल टेलिभिजनतर्फ आकर्षित भयो र पछि नेपाल टेलिभिजनले थुप्रै चिजहरू देखाउन थाल्यो, विच वाज स्पोर्ट्स, सिटकम, सिरियल्स, डकुमेन्ट्रिज, भन्दा मतलब जतिवटा टेलिभिजनको कन्टेन्ट छ सब नेपाल टेलिभिजनमै आउँथ्यो, बिकज एउटा मात्र प्लेयर थियो नेपाल टेलिभिजन। अब हामी यसको गोल्डन फेजको तर्फ लाग्यौँ। स्टार्टिङ 90s र मिड 2000s तिर नेपाल टेलिभिजनको एउटा गोल्डन फेज थियो, जहाँ सिरियल सिटकमहरूले प्रायः नेपाल टेलिभिजनको एउटा इतिहास रहेछ। सिटकम्स लाइक मेरी बासै, जिरे खोर्सानी, तितो सत्य इस्टाब्लिस्ड कि यसमा कमेडी कन्टेन्ट र सिटकमहरूको एउटा इक्वल पोइन्ट बनाइदियो। सिटकम भने पछाडि, सिरियल भने पछाडि मान्छेहरू नेपाल टेलिभिजनतर्फै गए। हुन त निजी संस्थानहरूको इस्टाब्लिसमेन्ट त भएको थियो, तर निजी संस्थानहरूले सिरियलहरू र सिटकमहरूमा त्यति धेरै फोकस गर्दैन थियो। सो यसरी नेपाल टेलिभिजन गोल्डन फेजमा आयो। बट मान्छे जब उकालो जान्छ, ओह्रालो पनि गर्नुपर्छ भने जस्तै नेपाल टेलिभिजनको ओह्रालो यात्रा पनि सुरु भयो। 1990 पछाडि नेपाल आएको उदारवाद अथवा लिबरलाइजेसनको इकोनोमिक पोलिसीले कयौं नेपालका ठुल्ठुला सरकारी उद्योगहरूको पतनको सुरुवात पनि गरेको थियो। तीमध्ये अनफर्चुनेटली नेपाल टेलिभिजन पनि एक थियो। हुन त नेपाल टेलिभिजनले अरू 5-10 वर्ष विदाउट कम्पिटिटर एनाउन्स गर्नु पर्यो, तर 2003 मा स्थापित भयो एउटा यस्तो टेलिभिजन जसले नेपाल टेलिभिजनलाई इक्वलको टक्कर दियो, र त्यो टेलिभिजन थियो कान्तिपुर टेलिभिजन। नेपाल टेलिभिजनको ओल्ड स्टाइल भन्दा भिन्न कान्तिपुर टेलिभिजन फ्रेश यङ लुकिङ युथ प्रोग्रामहरूमा कान्तिपुरले फोकस गर्न थाल्यो। प्रोग्राम्स लाइक कल कान्तिपुर, फायरसाइड, काउन्टडाउन एसेट्राहरूले कान्तिपुरलाई एउटा फ्रेश र मोडर्न लुक दियो, जबकि नेपाल टेलिभिजन त्यही आफ्नो बुमर र ओल्ड स्टाइलमै अड्केको थियो। त्यस पछाडि आएका इमेज टिभी, नेपाल 1, च्यानल नेपाल जस्ताले मार्केटमा नेपाल टेलिभिजनको जुन पहिलेको मोनोपोली थियो त्यसलाई अन्त्य गर्यो, र त्यसले नेपाल टेलिभिजनको स्टार्टिङको डाउनफल फिक्स। अर्को कारण भनौँ आउटडेटेड प्रोग्रामिङ स्टाइल। अघि भने जस्तै निजी खेलाडीहरूको एन्ट्री भए पछाडि मार्केटमा यङ युथ सेन्ट्रिक र अलिकति मोडर्न टाइपको प्रोग्रामहरूको डिमान्ड बढे पनि नेपाल टेलिभिजनले त्यसलाई मजाले पुरा गर्न पाएन, त्यसको सप्लाई मजाले हुन पाएन। जब अरू च्यानलहरू म्युजिक प्रोग्राम्स, फोन इन प्रोग्राम लाइक कल कान्तिपुरहरू आउँदै गर्दा डकुमेन्ट्रिजहरू, म्युजिक भिडियो र एकदम स्ट्रेट टु द पोइन्ट इन्टरभ्युजहरू भइरहँदाखेरि नेपाल टेलिभिजन त्यही आफ्नो ओल्ड स्टाइलमै अड्किरह्यो, जसको कारणले जुन अडियन्स थिए, जसलाई मोडर्न चिज चाहिएको थियो, जसलाई क्वालिटी कन्टेन्ट चाहिएको थियो, उनीहरूले नेपाल टेलिभिजनबाट बाहिर निक्ल्यो। हुन त नेपाल टेलिभिजनले ट्राई त गरेको होइन, बट यु क्यानट त्यो नेपाल टेलिभिजनले त्यो गर्न सकेन। र एउटा जुन नयाँ अडियन्स जुन मार्केटमा आउँछ,
नयाँ अडियन्स आउँछ, पुरानो अडियन्स जान्छ। नयाँ अडियन्स जब मार्केटमा आयो उनीहरूले मोडर्न प्रोग्रामहरू इन्टरनेसनल लेभलकै क्वालिटी भएको इन्टरनेसनल क्वालिटीमै तर नेपालीमै देखे पछाडि उनीहरू त्यही च्यानलहरूतर्फ आकर्षित भए। बट नेपाल टेलिभिजन अलिकति साइडलाइन हुँदै गयो। हुन त नेपाल टेलिभिजन त्यो बेलासम्म पनि आफ्नो वेल टु डु फङ्सनमै थियो, बट तर पनि जुन स्टार्टिङको डाउनफल भइरहेको थियो नेपाल टेलिभिजनको, जुन अडियन्स नयाँ अडियन्स आउन पाइरहेको थियो। हुन त नेपाल टेलिभिजनमा अडियन्स त थियो, सिटकम सिरियल्सहरू चलिरहेको थियो नेपाल टेलिभिजन, बट प्रोग्रामहरू हुन्छन् जुन अभियसली नेपाल टेलिभिजनले नै बनाउँथ्यो, त्यसले चाहिँ नयाँ अडियन्स तान्न सकेन। मैले भन्नु खोजेँ त्यो हो। र अर्को हो कम्पिटिसन फ्रम इन्टरनेसनल च्यानल। स्टार्टिङ 90sतिर नेपालीहरूले टिभीमा हेर्ने दुईवटा मात्र च्यानल थियो। नेपाली च्यानल प्रोग्रामहरू हेर्नु छ भने नेपाल टेलिभिजन, र इन्टरनेसनल अथवा भनौँ विदेशको कन्टेन्ट कन्ज्युम गर्नु थियो भने भारतको च्यानल दूरदर्शन। दुवै गभर्मेन्टद्वारा चलाइएको संस्थानहरू थियो। बट टेक्नोलोजीको पहुँच बढेसँगै, प्रविधिको पहुँच बढेसँगै इन्टरनेसनल च्यानलहरू पनि आउन थाले, लाइक BBC, अल जजिरा, HBO, डिस्कभरी, यिनीहरू आउन थाले, जसले इन्टरनेसनल क्वालिटी इन्टरनेसनल लेभलको कन्टेन्ट नेपाली मार्केटमा पुस गरिरहेको, जुन नेपाल टेलिभिजनले ल्याउन सकिन्छ। नेपाल टेलिभिजनले डकुमेन्ट्रीहरू बनाउन ट्राई चाहिँ गरेको होइन, बट अडियन्सै गल्ती हो होइन। अर्को एउटा महत्त्वपूर्ण कारण थियो जसले यी कारणहरूले चाहिँ नेपाल टेलिभिजनलाई अलिअलि मात्र पछाडि पारिरहेको थियो भने अब आएको यो कारणले चाहिँ नेपाल टेलिभिजनको फिक्सै ओह्रालो गर्थ्यो र नेपाल टेलिभिजन सहित जुन हाम्रो टेलिभिजन इन्डस्ट्री छ सबको डाउनफल गर्थ्यो। त्यो हो इन्टरनेटको पहुँच। इन्टरनेटको पहुँच बढेसँगै नेपालमा अब जो पनि कन्टेन्ट प्रड्युसर बन्न सक्थे, जो पनि आफूले स्क्रिप्ट बनाएर आफैले लेखेर आफैले सुट गरेर विदाउट एनी प्रेसर कि भाइ तँलाई शुक्रबार, आइतबार, मङ्गलबार अथवा जुनसुकै एउटा फिक्स डेटमा प्रोग्राम तैँले बनाउनुपर्छ, तेरो सुटिङ हुनुपर्छ भन्दाखेरि भनेर प्रेसराइज फर्ममा गर्नु पाएन। तपाईँले जतिखेर पनि स्क्रिप्ट लेख्न सक्नुभयो, त्यसको स्क्रिप्टले गर्न सक्नुभयो र त्यसले एउटा ग्लोबल अडियन्समा पुस गर्नुभयो, जसको कारणले जुन ट्रम्प कार्ड नेपाल टेलिभिजनसँग थियो त्यो थियो सिटकमहरू, त्यो पनि नेपाल टेलिभिजनबाट हट्दै गयो। इन्टरनेटमा पहुँच बढेसँगै अब जुन विदेशमा भएका नेपालीहरू थिए उनीहरूले पनि नेपाली सिरियलहरू हेर्न पाए। जुन सिरियलहरू उनीहरू हेरिरहेको थियो नेपालमा भएर त्यो उनीहरूले विदेशमा बसेर पनि हेर्न पाए, जुन टेलिभिजनबाट सम्भव थिएन, जसको कारणले एउटा अडियन्स पनि आयो। जसको सुरुमा चाहिँ यदि टेलिभिजनमै चाहिँ तपाईँले कि त त्यही बार हेर्नु पर्थ्यो या त त्यसको रिपिट टेलिकास्ट कहिले आउँथ्यो त्यो हेर्नु पर्थ्यो। रिपिट टेलिकास्ट पनि एउटा फिक्स टाइममा आउँथ्यो, तपाईँले त्यो पनि स्किप गरिदिनु भने भयो, सक्यो। त्यो एपिसोड तपाईँले स्किप गरिदिनु, त्यो एपिसोड तपाईँलाई केही भएन, त्यसपछि स्पोइलर चाहिन्थ्यो तपाईँलाई होइन। त्यसपछि त्यो भए पछाडि नेपाल टेलिभिजन र सम्पूर्ण टेलिभिजन इन्डस्ट्रीको डाउनफल भने इन्टरनेटको पहुँच बढेसँगै भयो। युट्युब, टिकटक, फेसबुक लगायत एप्लिकेसनहरूले नेपालका अन्डरग्राउन्ड अथवा भनौँ जुन नेपाल टेलिभिजनले देखाउन नसक्ने अथवा नेपाल टेलिभिजनमा नआउने टाइपका कन्टेन्टहरू हाल्न नमिल्ने, राख्न नमिल्ने टाइपको कन्टेन्टहरू पनि मान्छेले पब्लिस गर्न थाले, जुन अडियन्सलाई मन पर्छ। So that's all it for today guys. Like, subscribe and share. Okay, this video is the first. Bye bye.